हेलो साथीहरू सबैलाई नमस्ते। मेरो नाम विशाल सुनाम। म चाहिँ अहिले दुबईमा छु। केही समय अगाडि म टिकटकमा स्क्रोल गरिरहेको थिएँ। त्यसै समयमा मलाई भाग्यवश एउटा टिकटक मिल्यो, जुन टिकटक चाहिँ ELC दुबई नामबाट खोलिएको थियो। र मैले चाहिँ त्यो प्रोफाइल गएर भिजिट गरेँ। त्यो प्रोफाइलमा चाहिँ इंग्लिश कसरी सिक्ने भन्ने कुराहरूलाई चाहिँ समेटिएर बनाएका भिडियोहरू रहेछ। र म पनि एउटा इंग्लिश म पर्फेक्ट छैन इंग्लिशमा, तर मलाई एकदमै पर्फेक्ट हुन मन छ। त्यसैले त्यो भिडियो देखेर मलाई अलिकति जिज्ञासा जागो, के रहेछ कसो रहेछ भनेर उहाँले बताउनु भएको रहेछ कि दुबईको 9 बजेदेखि 10 बजेसम्म चाहिँ लाइभ मार्फत पनि सिकाइन्छ। र त्यसै कारण म 9 बजेसम्म वेट गरेँ, उहाँको लाइभ पर्खिरहेँ र एक्ज्याक्टली म उहाँको लाइभसम्म पुग्न सफल भएँ। र 9 बजेदेखि 10 बजेसम्म मैले सुरु दिनमा गएर एकदमै हेरेँ। उहाँले सिकाउनु भएका कुराहरू एकदमै ध्यानपूर्वक सुने। मलाई एकदमै राम्रो लाग्यो र भाग्यवश उहाँले मलाई बोल्ने अपर्च्युनिटी पनि दिनुभयो। मलाई एकदमै खुसी लाग्यो। मेरा केही कुराहरू उहाँहरूमा मैले सेयर गर्न पाएँ। मेरो टिकटक अकाउन्टमा 2500 भन्दा माथि टिकटक फलोवर्सहरू हुनुहुन्छ र कति साथीहरू चाहिँ इङ्ग्लिस सिक्न चाहनु भइरहेको होला। कतिपय साथीहरूलाई सिक्न चाहँदै पनि यसमा छौँ, कामको समय मिल्दैन, कुन टाइममा सिक्ने के गर्ने भन्ने कुराहरूले हामीलाई पनि सताइरहेको। र फाइनली हामीले चाहिँ एकदमै राम्रो प्लेटफर्म भेटेको छौँ। र यदि तपाईँहरूलाई पनि आफ्नो इङ्ग्लिसलाई चाहिँ लेभल अप गर्ने मन छ र केही कुराहरू सिक्न मन छ भने तपाईँहरू ठ्याक्कै दुबईको 9 बजेदेखि 10 बजेसम्म लाइभ मार्फत जोडिएर तपाईँहरूका नलेज सेयर गर्ने अवसर एकदमै दिनुभएको छ। हाम्रो विवेक सर, रोशन सर र शेखर सरले चाहिँ यहाँ होस्ट गरेर सबैलाई एकदमै चान्स दिएर एकदमै राम्रो वातावरण बनाएर, सिक्ने वातावरण बनाएर यसमा सिकाइराख्नु भएको छ। म हजुरहरूलाई फेरि एकपटक विनम्र अनुरोधका साथ भन्न चाहन्छु, तपाईँहरू पनि आउनुहोस्, हेर्नुहोस् र आफ्नो नलेज सेयर गर्नुहोस् र अरूबाट पनि नलेज ल्याउनुहोस्। त्यहाँ चाहिँ कस्तो छ भने कसैलाई इङ्ग्लिसको बारेमा नलेज छ, कसैलाई इन्भेस्टमेन्टको बारेमा नलेज छ, कसैलाई फाइनेन्सियलको बारेमा नलेज छ। र हामीले चाहिँ त्यहाँ हरेक कुराहरू सिक्न अवसर पाउँछौँ, अपर्च्युनिटी पाउँछौँ। त्यसै कारणले तपाईँहरूले यो कुरा चाहिँ नभुल्नुहोला। एक दिन आउनुहोस्, हेर्नुहोस्, तपाईँहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोस् र आशा छ तपाईँहरू जोडिनुहुनेछ। मैले विवेक सरलाई, हाम्रो ELC ग्रुपलाई चाहिँ एकदमै धन्यवाद पनि दिन चाहन्छु। र म अन्तिममा के भन्न चाहन्छु भने ELC ग्रुपको ट्याग गरेर म मेरो प्रोफाइलमा लाउँछु। तपाईँहरूले ठ्याक्कै दुबईको 9 बजेदेखि 10 बजेसम्म आएर भिजिट गर्न सक्नुहुनेछ र सिक्न सक्नुहुनेछ। र तपाईँहरू जस्तै इङ्ग्लिस सिक्न मन हुँदाहुँदै पनि सिक्न नपाउनु भएका साथीहरूसम्म पनि पुगोस् यो भिडियो। तपाईँहरूले सक्दो सेयर गर्नुहोला र सबैलाई सहयोग गर्नुहोला। हस्त, धन्यवाद।